हेलो साथीहरु, आज चाहिँ मैले बिहानै भिडियो स्टार्ट गरिरहेको छु। यो चाहिँ ताप्लेजुङको मेन गेट हो। म चाहिँ आज झापातिर जाँदै छु। ल है साथीहरु, हामीले ताप्लेजुङलाई चाहिँ बाइ बाइ गरेर हामी पास्टरतिर लाग्यौं। यहाँ हो काबेली पुल। भालुचोक पनि आइपुग्यौं। अब यहाँ खाजा खानु हुने रे। चाहिँ भालुचोक बजार हो है साथीहरु, र हामी चाहिँ यता खाजा खानु लाग्यौं। मैले खाजामा चाहिँ पुरी सब्जी खाँदै छु र हामी यता खाजा खाइसकेर चाहिँ लाग्यौं। र यो चाहिँ गोपेटार बजार हो है साथीहरु। अनि गोपेटार क्रस गरिसकेपछि चाहिँ हामी तल हेवा खोला पुग्यौं। अनि यो चाहिँ अहिले हेवा खोलाको स्थिति चाहिँ यस्तो छ है साथीहरु। र अनि हामी चाहिँ फिदिम पनि आइपुग्यौं। अनि यो चाहिँ फिदिम बजार हो है साथीहरु। हामी चाहिँ रक्सी आइपुग्यौं। खाना खानुको लागि चाहिँ हाम्रो खाना पनि आइसक्यो र म फटाफट खाना खाइरहेको छु। एकदम भोक लागिरहेको थियो नि त, 11:30 बजिसकेको थियो। र हामी चाहिँ खानासाना खाइसकेर त्यहाँबाट लाग्यौं। यो चाहिँ बिब्लाटे बजार हो साथीहरु। अनि बिब्लाटे क्रस गरिसक्यौं। यो चाहिँ माइखोला। र हामी माइखोला तरिसकेपछि हामी कन्यामा आइपुग्यौं। कन्यामा चाहिँ यति धेरै जाडो थियो साथीहरु। त्यसैगरी हामी फाइनली हामी चाहिँ झापा आइपुगिसक्यौं झापा। यो चाहिँ झापाको चाराली हो। हेलो फ्याफुला, मेरो जेठानी फाइनली चाहिँ 9-10 घण्टाको यात्रा पछि चाहिँ बिर्तामठ आइपुगियो। गर्मी हो, खपिन नसक्नु नै, पंखा त चलाउनै पर्छ। अनि सन्चै हुनुहुन्छ? ताप्लेजुङमा यति जाडो थियो हो, ज्याकेट लगाएर आएको थिएँ। हेर्नु यहाँ गर्मी, आमामामा यस्तो गर्मीमा कसरी बस्ने नि। मेरो त अरू भन्दा पनि यहाँ घोडा चाहिँ दुख्ने हौ साह्रै। को लागि चाहिँ यति नै मेरो छोटो र मिठो मिनी ब्लग चाहिँ म यही टुङ्गाउन चाहन्छु। तपाईले हेर्दिनुकोमा धेरै धेरै धन्यवाद। ओके, बाइ बाइ।